ध्यान प्रशिक्षण गुरु आदरणीय गुरु विकास मरट्टा गुरुलाई सशत नमन वन्दन। महानगर अध्यक्ष कल्पना कार्कीज्यूलाई सशत नमन वन्दन। यहाँहरू सम्पूर्णलाई मेरो ओमको नमन सशत वन्दन। मैले त आजभन्दा 22-23 वर्ष 24 वर्ष अगाडि नै हाम्रो विकास गुरुबाट यो भन्दा पनि अझ आमाको सारा हलै रुनी आमाको ध्यान पनि छ उहाँसँग। यो तुक मलाई पनि अलिअलि आउँछ, मैले नि यहाँ पनि कहिले कहिले गराउँछु। तर मैले त गरिरहेको उहाँले सिकाइरहनु भएको मेरो यो पहिलो अनुभव चाहिँ पक्कै होइन। 5 वर्ष आर्ट अफ लिभिङमा उहाँसँग मैले ध्यानको विधिहरू, मेरो मेन गुरु नै उहाँ नै हुनुहुन्छ। म अब यतिको योगमा यो पतञ्जलीमा लाग्नुभन्दा पहिला पतञ्जली भन्ने थाहा थिएन। त्योभन्दा पहिला आर्ट अफ लिभिङमा उहाँले हामीलाई सिकाउनु भएको ध्यानको विधिहरू आज पनि मैले उहाँको अब उहाँ यो पतञ्जलीमा आएपछि आज पनि मैले ध्यानको विधि गर्न पाएँ। मलाई एकदम हतार भए पनि तर पनि मैले आँखा खोल्नै सकिनँ, त्यति धेरै ध्यान लाग्यो मलाई एकदमै खुसी छु। यो क्लास चाहिँ विशेष गरेर महिनामा अथवा 15 दिनमा एकचोटि यो भवनमा आइदिनु होला भन्दै मेरो बाणीलाई विश्राम गर्छु। आज आउनुहुने गुरु विकास मरट्टाज्यूलाई पनि आदरणीय गुरुलाई पनि नमन। मैले आर्ट अफ लिभिङमा पनि ध्यानमा त गएको होइन, कहिलेकाहीँ जान्थेँ धेरै पहिला। आजभोलि त अब पतञ्जलीमा नै नियमित आएको छु। तर ध्यान चाहिँ धेरै राम्रो भयो कि शरीरलाई अहिले हल्का चङ्गा बनाएको छ है। ध्यानमा जाँदै गरेर जब हामीले बसेरै ध्यानमा गइराख्यौँ नि, सवासमा जाँदाखेरि थोरै जस्तो भएको हो कि जस्तो अनुभव चाहिँ मैले गरेको थिएँ। अनि त्यसपछिको फेरि आनन्द फेरि छुट्टै भयो। खुब बोल्नु भयो जस्तो लाग्थ्यो, त्यसरी नबोल्दिनु है। अनुभव कस्तो भयो आज? एकदम राम्रो लाग्यो। सधैँ यो त सधैँभरि गरिन्थ्यो, आजको फरक एकदम ध्यान एकदम राम्रो लाग्यो। ल एकदम त्यस्तै गरी र आजको यो ध्यानको विधि हाम्रो शरीरमा अति नै धेरै ऊर्जा प्राप्त भएको छ, शरीर नै फुर्ती भएको छ। र मलाई विशेष गरी यो सुरुमा त राम भन्दाखेरि यो दाहिने हतारामा चाहिँ अलिकति सेन्सेसन आएको थाहा पाएँ। त्यसपछि आज्ञा चक्रमा चाहिँ अलिकति तातोपन अनि अलिकति गरम भएको जस्तो कि तातोपन आएको पनि महसुस भएर शरीरभरि फुर्छ। र मैले गणेश भगवानको र देवीको मूर्ति चाहिँ अगाडि देख्न पाएँ र त्यो महसुस भयो, शरीर पनि आनन्दित भएको छ। ध्यान चाहिँ मलाई मन पनि गर्छ। मैले पहिला आर्ट अफ लिभिङको बेसिक कोर्स पनि गरेकै हो। र म शान्त छु, आनन्दित छु, एकदमै आनन्द आएको छ। त्यो ऊर्जालाई चाहिँ भित्रै राखिरहन मन लागेको छ। धेरै बोल्न पनि मन छैन, त्यो ऊर्जा कता बाहिर निस्किन्छ कि भनेर। साँच्चै एकदम शक्तिको फिल भएको छ मलाई। एकदम बेबी भन्दाखेरि मैले झल्झल्दै त्यो राम भन्दाखेरि उहाँको तस्विर जस्तो फिल गरेँ। जे चाहिँ उहाँले गाइड गर्नुभयो त्यही नै झल्झल्दै सम्झिँदै गर्दै गर्दाखेरि ऊर्जाको फिल भएको छ। एकदमै आनन्दित भएको छु। मलाई एकदम आनन्द आयो। हाम्रो योगामा अरू त हुन्छ तर ध्यान एकदम कम भइराखेको छ। यो ध्यानले गर्दा एकदम एकत्र भयो। मेरो यो घुँडा दुखेको पनि मैले थाहै पाइनँ। आनन्द आयो मलाई। यस्तै टेममा यस्तै गुरुहरू आएर हामीलाई यो ध्यानको गरिदियो भने हामीलाई एकदम खुसी हुन्छ, राम्रो हुन्छ, शरीरलाई आनन्द आउँछ, एकत्रै हुन्छ, आनन्द लिन्छ। तर ध्यानको एकदम राम्रो लाग्छ। धन्यवाद यहाँलाई। अहिले एकदम ठिक लाग्यो। नयाँ हामीले त्यति यो ध्यान मुद्रा त्यति गरिएको थिएन। आज नयाँ अनुभव एकदमै राम्रो लाग्यो।
छोटकरी मलाई साह्रै उपयुक्त छ। यसलाई कन्टिन्यू हुनु पर्यो होइन? भरतपुरबाट आज यो नौलो किसिमको ध्यान भर्खरै नै मैले पहिलोचोटि नै लिए जस्तो लाग्यो। यो अति आनन्द रूपमा भयो। शक्ति ऊर्जा, शरीरमा शक्ति ऊर्जा पैदा भएको महसुस भयो। यस्तो किसिमको यो ध्यानलाई हामीले कम्तीमा पनि हप्ताको एकचोटि यसलाई कन्टिन्यू गर्न पाएदेखि अझ आनन्द हुन्थ्यो। हस्, नमस्कार। यो पनि हामी सोच्नेछौँ, किनभने हामीलाई युक्त गरेछौँ हामी त होइन। अब साह्रै एकदम शरीरलाई बल प्रयोग गरेर गर्छौँ, तर यो मनलाई शान्त राख्ने चाहिँ हप्तामा एकचोटि, दुईचोटि अथवा 15 दिनमा, 1 महिनामा चाहिँ हजुरहरूले चाहनुभयो भने विशेष रूपमा हामी आदरणीय गुरुलाई बोलाउन पनि सक्छौँ होइन। म नम्बर पनि दिन्छु उहाँहरूको। हजुरले भन्ने बित्तिकै मैले एकल दादा लाउँ न भनिसकेपछि चितवन जिल्लाको जहाँ पनि उहाँ पुग्नलाई एकदम तयारी हुनुहुन्छ होइन। यसरी हामी मनलाई शान्त, शरीर आज कति 99 रोग पनि हटेर गए जस्तो फिलिङ भइरहेको छ। यहाँ धेरै धेरै मेरो नाम पार्वती आचार्य, हजुरहरूलाई नमस्कार। रामको नाम लिँदाखेरि नै आफ्नो स्वरूपमा रहँदा आनन्द भयो। परमात्मा चाहिँ प्रकट भएर आनन्दपन बढाइदिनु भयो, शरीरमा ऊर्जा प्राप्त भयो। धन्यवाद। त्यस्तै गरेर चाहिँ यहाँ बुवा हुनुहुन्छ, सम्धी बुवा। योगका धेरै ठाउँमा सञ्चालनहरू भइरहेको छ। तथापि सबैको चाहिँ केन्द्रबिन्दु भनेको ध्यान नै रहेछ। ध्यानमा आजसम्म मैले गरेको यति राम्रोसँग ध्यान बसिएको थिएन। ध्यानले के गर्दो रहेछ भने धेरथोर आज फर्स्ट डे भएर, पहिलो दिन भएर पनि होला, मलाई निकै नयाँ नौलो अनुभूति भयो। आन्तरिक रूपमा सक्रिय बनायो सबै। यसमा निकै आनन्द आयो। पहिला हामीले पढिआएको, सुनिआएको ऋषिमुनिहरू पनि ध्यानमा चाहिँ निकै केन्द्रित भएर हाम्रो चाहिँ वास्तव साहित्यहरू, विज्ञानहरूभन्दा धेरै अगाडि भएको थाहा पाएको थिएँ। ध्यानको महत्त्व के रहेछ भने थोरै जानकारी हो। त्यसैको लागि साह्रै खुसी आज जाने गरेको कार्यक्रममा उहाँहरूको आजको आगमन नै हाम्रो लागि सबैभन्दा ठुलो सौभाग्य हो। र साथसाथै आजको म लक्ष्मी सुवेदी, आजको अनुभव, ध्यानको अनुभव सुन्दा म एकदम सुन्ने अवस्थामा, गहिराईमा सधैँ ध्यान गर्दाखेरि अलिकति लामो ध्यान गरौँ भनिरहन्थेँ। आज लामो ध्यान गर्न पाइनँ, तर त्यो अवस्थामा सुन्ने, मनको भित्रै गहिराईमा शान्ति, मलाई आँसु पनि आयो। कसरी आयो थाहा छैन, मलाई 2 चोटि चाहिँ एकदम रोक्न नसक्ने तरिकाले आँसु आयो कि त्यो गहिराईमा जाँदा के भयो थाहा छैन है। किन आयो नि त्यो पनि थाहा छैन। मलाई आज चाहिँ साह्रै राम्रो लाग्यो र आनन्द पनि भयो। अहिलेको अवस्थामा अशान्ति भएर सबै यो खटपट स्वरूपमा रहँदा आनन्द भयो। परमात्मा चाहिँ प्रकट भएर आनन्दपन बढाइदिनु भयो, शरीरमा ऊर्जा प्राप्त भयो। धन्यवाद। त्यस्तै गरेर चाहिँ यहाँ बुवा हुनुहुन्छ, सम्धी बुवा। योगका धेरै ठाउँमा चाहिँ सञ्चालनहरू भइरहेको छ। तथापि सबैको चाहिँ केन्द्रबिन्दु भनेको ध्यान नै रहेछ। ध्यानमा आजसम्म मैले गरेको यति राम्रोसँग ध्यान बसिएको थिएन। ध्यानले के गर्दो रहेछ भने धेरथोर आज फर्स्ट डे भएर, पहिलो दिन भएर पनि होला, मलाई निकै नयाँ नौलो अनुभूति भयो। आन्तरिक रूपमा सक्रिय बनायो सबै। यसमा निकै आनन्द आयो। पहिला हामीले पढिआएको, सुनिआएको ऋषिमुनिहरू पनि ध्यानमा चाहिँ निकै केन्द्रित भएर हाम्रो चाहिँ वास्तव चाहिँ साहित्यहरू, विज्ञानहरूभन्दा धेरै अगाडि भएको थाहा पाएको थिएँ। ध्यानको महत्त्व के रहेछ भने थोरै जानकारी हो। त्यसैको लागि साह्रै खुसी आज जाने गरेको कार्यक्रममा गुरुलाई धेरै धेरै धन्यवाद छ। आज यो नौलो किसिमको ध्यान भर्खरै नै मैले पहिलोचोटि नै लिए जस्तो लाग्यो। यो अति आनन्द रूपमा भयो। शक्ति ऊर्जा, शरीरमा शक्ति ऊर्जा पैदा भएको
महसुस भयो। यस्तो किसिमको यो ध्यानलाई हामीले कम्तीमा पनि हप्ताको एकचोटि यसलाई कन्टिन्यू गर्न पाएदेखि अझ आनन्द हुन्थ्यो। मेरो नाम ठाकुर प्रसाद लामिछाने। यो ध्यान त मैले पहिलोचोटि गरेँ हो, त्यो हुनाले अब त्यति धेरै म तालिन सकिनँ। यद्यपि प्रयास चाहिँ गरेँ, एकदमै राम्रो छ। यसलाई निरन्तरता दिन सकियो भने प्राचीन कालदेखि सधैँको यो ध्यानलाई अहिले वर्तमान अवस्थामा छोड्दै गयो कि जसले गर्दा समाजमा विभिन्न प्रकारका समस्या विकृतिहरू आएको छ जस्तो लाग्छ। यसले पक्कै पनि सबै मानव जातिमा राम्रो गर्ला, कल्याण गर्ला भन्ने लाग्छ। ती जति बेला ध्यान अवस्था तपाईँको मुड चाहिँ कस्तो भयो भनौँ, के सोच्यो दिमागले? मलाई ध्यान अवस्था वास्तवमै मैले त्यहाँ गुरुले भनेअनुसार नै गइयो। आँखा बन्द त गरिराख्न सक्नुभयो नि? सुगासनमा बस्नुपर्ने फेरि ठाउँ बधाएको बानी नपरेको हुनाले कता कता कटकट खाएको पनि। अनि त्यो सवासनमा बसेर चाहिँ ध्यान गर्दा चाहिँ बडा आनन्द आउने, निन्द्रै आयो। बानी नपरेर होला ध्यानभन्दा महत्त्वपूर्ण त के भन्छ। धन्यवाद यहाँलाई। मेरो नाम आरोही बराठा हो। म आज पहिलोचोटि बाबासँग हिजो मलेसिया गएर पहिला पनि ध्यानमा बस्थ्यो नि होइन? उसले पनि यो ध्यान चाहिँ नानीले पनि गराउन सक्छ जहाँसम्म मलाई लाग्छ होइन। उसँग धेरै प्रतिभाहरू छ। कस्तो भयो आज अनुभव? एकदमै आनन्दित भयो होइन? नानीलाई पनि मैले हिजो नानीलाई पनि लिएर दादा भनेको थिएँ, नानी पनि आइछन्, धेरै धेरै खुसी लाग्यो। बुवा उमेरले ज्येष्ठ भयो नि, बालक भर्खर 16 वर्षको जस्तो मान्छे नै गरेर योगा गर्नुहुन्छ। यहाँलाई आजको ध्यानमा बस्दाखेरि कस्तो लाग्यो? हजुरको अनुभव जे जस्तो लाग्यो होइन, सबै प्रष्ट सुनाइदिनु। एकदम प्रफुल्ल भएर यति आनन्दित भयो त हप्तै पछि गर्नु पर्ला जस्तो लाग्छ। हप्तामा एक दिन गर्नुपर्ने यस्तै गरी हामी माझ हुनुहुन्छ पतञ्जलि योग समिति चितवनका जिल्ला सदस्य गुरु। यहाँको अनुभव यसो सुनाइदिनु होला हजुरले, कस्तो भयो हजुरलाई यति हामी ध्यानमा बस्यौँ होइन? आजको ध्यान विधि मलाई त साह्रै राम्रो लाग्यो। उन्होंने जो जगतगुरु कृपालजी महाराजको हाम्रो त्यहाँ ध्यान हुन्छ कार्यक्रममा, त्यहाँ ध्यान चाहिँ हाम्रो कस्तो हुन्छ भने रूप ध्यान हुन्छ। त्यो रूप ध्यानको चाहिँ नि मलाई आज एकदम झल्को आयो। म त पुरै ध्यानमा मग्न भएर एकदम हर्ष विभोर भएँ। यति राम्रो लाग्यो मलाई।